हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज चाहिँ म र मेरो दिदी चाहिँ एक्कासी नयाँ मङ्गलबारेबाट काँकरीभित्र जानुपर्ने भयो र गाडी चाहिँ अब अनिश्चितकालीन बन्द रहेछ नि त। त्यसले त गाडीहरूको हो के त्यो सङ्घ के को अनिश्चितकालीन बन्द भएकोले हामीहरू चाहिँ अटो रिजर्भ गरेर नयाँ मङ्गलबारबाट ट्याङ्गै डाइरेक्ट हामीहरू चाहिँ लाग्यो काँकरीभित्रतिर गाइज। र काँकरीभित्र जाने क्रममा बाटोको दृश्यहरू राम्रा सुन्दर भ्यूज चाहिँ मैले तपाईँलाई देखाइरहेको छु गाइज। है कस्तो लागिरहेको छ तपाईँले कमेन्ट गर्नु नबिर्सिनु होला। र हामीहरू चाहिँ जाने क्रममा हैन यसरी हेर्नुहोस् त, दमक पुगेको दृश्य हो यो चाहिँ। एकदम धेरै दामी भ्यूज छ, एकदम धेरै दामी भ्यूज छ है। जस तपाईँलाई कस्तो लागिरहेको छ कमेन्ट गर्नु नबिर्सिनु होला। र बाटोमा यसरी सडक निर्माणको कार्य चाहिँ चलिरहेकोले थोरै अटो कुदाउनको लागि चाहिँ एकदम मुस्किलै थियो। र यो पुल चाहिँ भन्नुहुन्छ भने गाइस नेपालकै एकदम धेरै लामो पुल मध्येको एक पुल हो, जुन चाहिँ कन्काई माही पुल हो है। एकदम धेरै राम्रो दृश्य, पहाडहरूको दृश्य पनि देखिन्छ। एकदम स्पिड क्या 80 को स्पिड होइन 60 को स्पिडमा हाकिरहनु भएको थियो ड्राइभर हाम्रो भाइले चाहिँ। एकदम धेरै स्पिड हाकिरहनु भएको थियो, एकदम धेरै खुसी लाग्यो। अब म एकदम खुसी भइरहेको थिएँ हैन। यस्तो मास्क लगाएर धुलो पनि उडिरहेको थियो नि त, त्यही भएर सिरिरी हावा पनि चलिरहेको थियो। यो पुल झन् यति लामो थियो गाइस, यति लामो हैन। कट्न पनि अटोमा कट्न पनि झन्डै 5 मिनट जस्तो लागेको थियो है हामीहरूलाई चाहिँ, 60 को स्पिडमा पनि गाइस है। सो हेर्नुहोस् त, एकदम धेरै दामी भ्यूजहरू, हरियाली सुन्दर वातावरणको भ्यूज, अनि साथसाथै रोडहरू पनि एकदम धेरै बनिरहेको अवस्था कस्तो लागिरहेको छ हेर्नुहोस्। म पनि यस्तो हेन्समहरू गएको थिएँ गाइस होइन, कालो चस्मा लगाएर एकदम हेन्सम भएर गएको थिएँ भन्नु अरे। ठ्याक्कै हामी चाहिँ काँकरीभित्र पुगेर मामा माइजूलाई पनि भेट्यौँ। मामा माइजू चाहिँ होटलमा बसिरहनु भएको छ हामीहरूको प्रतीक्षामा। र हामी चाहिँ यसरी मामा माइजू लिएर पनि घर फर्क्यौँ गाइस, अटोमै फर्केको हेर्नुहोस् त। एकदम दामी ह्याप्पी मौस पनि भयो, खुसी पनि भयो। हामीले त्यसरी निस्क्यौँ। यो चाहिँ हाम्रो दृश्य। घरमा आइपुगेर बेलुका थोरै परिवार बसेर यसो चिसोहरू पिउँदै गफ गर्दै गरेको दृश्य गाइस। कस्तो लागिरहेछ हाम्रो भिडियो सबैजनाले कमेन्ट गर्न नबिर्सिनु होला। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला गाइस। नेक्स्ट भिडियो, बाई बाई।